गाइज हामी यहाँ आइसक्यो हैन तर टिकट चाहिँ अनलाइन गरेको थियो अनि नेटै चलेको छैन क्या डाटा नै चलेको छैन किनभने क्राउड धेरै छ अङ्कलले दुईटा गीत गाउनु भइसक्यो हामी यहाँ बाहिरै हा हा गर्दै बसिरहेको छ गुड मर्निङ सबैजना भाइ म तपाईलाई क्विक वेदर देखाइदिइहाल्छु ल यहाँको आज चाहिँ राति पानी परेर होला अनि चिसो चिसो मौसम छ तर एकदम फ्रेश छ है हावा एकदम फ्रेश लागेको छ म चाहिँ निस्केको मर्निङ वक यहाँ चाहिँ टेन्ट गाडेको छ यो फुल प्याक भएर यो टेन्टहरू पनि भरिन्छ किनभने न्यु इयर आइरहेको रहेछ मन्डे रहेछ न्यु इयर सो मलाई त एभ्री डे न्यु इयर जस्तै हो एभ्री डे इज अ न्यू डे होइन एभ्री डे इज अ न्यू डे सो किन न्यु इयर कुर्नु हो सेलिब्रेट गर्नुलाई पनि होइन सो एभ्री डे इज अ सेलिब्रेसन म चाहिँ कटु लाएर निस्केको आई एम फ्री आई एम ह्याप्पी आई एम स्ट्रङ आई एम ब्युटिफुल तपाईँलाई क्विक भ्यू देखाइदिइहालौँ है यहाँको फेरि ओहो कस्तो दामी छ यार मलाई चाहिँ यो नेचरको काखमा बस्नु पाउँदाखेरि चाहिँ एकदम लक्की फिल हुन्छ जहिले पनि मलाई मनमा चाहिँ थियो कि म यस्तो ठाउँमा बस्न पाए नि हुन्थ्यो भनेर आइ एम लिभिङ माई ड्रिम महल चाहिँदैन बस्नलाई दरबार चाहिँदैन प्रकृतिको काखमा यत्तिकै चिल गरेर बस्नु नै मेरो लागि दरबारै हो र आजको दिन एक्साइटिङ हुनेवाला छ किन भन्दाखेरि आज कायाकिङ पनि गर्नेछु र काठमाडौँ गएर नेपथ्यको कन्सर्ट पनि अटेन्ड गर्नेछु मेरो फर्स्ट कन्सर्ट त्यही पनि नेपथ्य ओ माई गॉड आई एम सो एक्साइटेड आई होप मैले टिकट काटेको छैन कि आई होप टिकट चाहिँ पाओस् म च्याने बजार आउनु सँगसँगै घामले पनि टच डाउन हानिसक्यो धरतीमा र मलाई चाहिँ त्यो ऱ्यापिड एकछिन हेर्न जान मन लाग्यो जस्ट लाइक बाइक राइडिङ नै हो लाइक ट्र्याक कस्तो छ भनेर अलिअलि एनालिसिस गरिन्छ नि त्यस्तै नै हो सिमिलर र म आइसकेँ ऱ्यापिडको माथि गाइज एउटा इल्युजन चाहिँ के लाग्छ भन्दाखेरि होइन टाढाबाट हेर्दाखेरि ऱ्यापिड सानो देख्छ क्या अब यो त भित्र सानो स्याहार हिँडेरै तर्दिउँ जस्तो त्यहाँ अलिकति नजिक जानुपर्छ अनि थाहा पाउँछ कि कत्रो ठुलो छ भनेर त्यो भ्रम चाहिँ मलाई त्यहीँ गएर मात्र फिल भयो नपत्याउने खुराले बगाउँछ भन्छ नि मलाई यही त्यहीँ गएर थाहा भयो ए बगाउने नै रहेछ है भनेर चाहिँ बाटो चाहिँ त्यो हो टक्क लाएर यहाँबाट आउने सिधा स्ट्रेट अनि यहाँ मुनि चाहिँ ढुङ्गा छ क्या सेन्टरमा सो कि त लेफ्ट कि त राइटबाट भाग्नुपर्ने हुन्छ यताबाट देखाइदिन्छु ल त्यहाँनिर ढुङ्गा छ सो कि त यो साइड कि त यो साइड जानुपर्ने हुन्छ झुलुङ्गे पुल थियो त्यहाँनिर त्योभन्दा अगाडि तुइन थियो तुइन भनेको थाहा छ कि छैन कतिजनालाई तुइन भनेको चाहिँ त्यो टोकरी जस्तो हुन्छ अनि माथि डोरी लाएर झुन्डिन्छ नि मान्छेहरू झुन्डेर अनि क्रस गर्ने क्या हातले नै स्थान्ने हो क्या त्यो तुइनमा चाहिँ अनि मलाई अहिले पनि याद छ क्या सानो हुँदाखेरि होइन म यता मामा घरमै थिएँ अनि काकी यसरी हात समाउँदै आइरहेछ ट्रकमा अनि के भएछ भनेको त तुइनले औँलाई काट्दैछ अनि काकीको यति औँलाई छैन क्या मलाई अहिलेसम्म याद छ त्यो इन्सिडेन्ट सो त्यस्तो थियो परिस्थिति सबै चेन्ज हुँदै आइसक्यो अहिले अब तुइनबाट झुलुङ्गे पुलबाट यो ठुलो अब गाडी हिँड्ने बाटै छ अब त होइन सबै कुरा सजिलो हुँदैछ तर मलाई चाहिँ के लाग्छ भन्दाखेरि अझै यो जति बाहिरको फेसिलिटीहरू सजिलो हुँदैछ तर मान्छेको भित्र इन्टरनल चाहिँ एकदम कम्प्लिकेट हुँदै गइरहेछ एकदम डिप्रेसन एकदम एङ्जाइटी झन् बढ्दै गइरहेछ यो मेन्टल इस्युहरू झन् बढ्दै गइरहेछ जस्तो फिल हुन्छ मलाई चाहिँ काठमाडौँदेखि च्याने 70 किलोमिटर भनेपछि काठमाडौँदेखि सुकुटे चाहिँ आई थिङ्क 65-67 किलोमिटर हुन्छ तपाईँहरू यदि आउन चाहनुहुन्छ भने अहिले चाहिँ बनेपा धुलिखेलको बाटो एकदम खत्तमै छ म डाइरेक्टली भनिदिन्छु है बाटो एकदम बिग्रेको छ धुलिखेलबाट आई डोन्ट नो 3-4 किलोमिटरको बाटो चाहिँ एकदम धस्तै छ पानी पऱ्यो भने हिल्लो हुन्छ अनि घाम लाग्यो भने चाहिँ धुलो उड्छ एकदम वाइल्ड धुलो उड्छ है त्यही भएर तपाईँहरूले यस्तो सफा ह्यान्डसम ब्युटिफुल भएर आउनुभयो भने चाहिँ बाइकमा चाहिँ र मैले अर्को नगरकोटको बाटो पनि भेटाइसकेको छु म चाहिँ त्यही बाटो ट्राभल गर्छु सो त्यो बाटो चाहिँ एकदम गाडीहरू पनि कम चल्ने र बाटो हल्का सानो चाहिँ छ हल्का टर्निङहरू धेरै छ तर एकदम राम्रो छ र मैले एउटा यहाँ सुनेको कुरा त्यो नगरकोटको बाटोमा चाहिँ तपाईँहरू यदि राति ट्राभल गर्नुहुन्छ भने चाहिँ त्यहाँनिर चाहिँ चितुवाहरू हिँड्दो रहेछ है बाटोमा बाघ चितुवाहरू हिँड्ने रहेछ भनेर सुनेको है मैले देखेको छ अरे मान्छेले त्यही भएर
त्यहाँनिर ट्राभल गर्नुभयो भने चाहिँ बाइकहरूमा अलिकति सेफ भएर ट्राभल गरिदिनुहोस्, अलिक टाइममा हिँड्नुहोस्, किनभने त्यहाँ धेरै गाडीहरू चल्दैन अनि बस्ती पनि कम छ। बस्ती कम हुने बित्तिकै अब जङ्गलको एरिया। यो रिजोर्टभरिमा तिमीलाई को मान्छे चाहिँ मन पर्दैन? मनै पर्दैन को मान्छे चाहिँ? सब मान्छे मन पर्दैन। कोही मन पर्दैन? किन? म चाहिँ मनपर्छ। गफ हान्छ म चाहिँ मनपर्छ अरे, कोही मन पर्दैन अरे अघि चाहिँ? म चाहिँ भनेको बिफोर आई गो टु काठमाडौँ फर द कन्सर्ट कायाकिङ त हान्नै पऱ्यो। सो कायाकिङ हान्नको लागि चाहिँ म यहाँ आइसकेँ। सुकुडे होइन, यो बलेफी भन्दा अलि माथि हो। सो यो पानी परेर खोला पनि कलर पनि चेन्ज भएछ। सो यहाँ चाहिँ ब्रिफिङ भइरहेछ। सो म चाहिँ कायकमा जाने, चट्ट लगाएर हावा खाँदै चिस्सा हावा खाँदै। शनिबार आज राफ्टिङ भएन भनेर म विरक्त भएर बसेको ठ्याक्क भइदिइहाल्यो, किनभने बिहान पानी परेको थियो क्या वाइल्ड, अनि मैले खिच्न नि पाएन। तर केही छैन, अब चाहिँ फेरि ब्याक टु भ्लगिङ। अनि अब म यहाँ राफ्टिङ सकिने बित्तिकै म रेडी भएर काठमाडौँ गइहाल्नु पर्ने हुन्छ। तपाईँलाई थाहा छँदैछ नेपथ्यको कन्सर्ट। ओ माय गॉड, आई डोन्ट वान्ट टु मिस द कन्सर्ट बट आई एम एक्साइटेड। Campo River. What is this? Malaysia. तपाईँले हाने World Championship. हारे नि, सेकेन्ड भयो। It's a good experience though. रेडी? भिडियो बनाइरहेको छ, रेडी दिन्छ अझ। अनि रेडी कि नै? ल म पनि रेडी। अब क्यामेरा हेलमेटमा माउन्ट गरिसकेँ, लेट्स गो। Friends, sit down, let's go. गाइज वेदर यो हेर्नुहोस् न, भ्यू क्या भ्यू, आँखाले देखे जस्तो त नहोला होइन, त्यही पनि अलिअलि भए पनि देखाइदिनु। ओ माई गॉड, पानी परिसकेपछि त यस्तो क्लियर यार, फो टु गुड। आज नेपथ्यको कन्सर्ट छ, मलाई 2 प्लेट मोमो चाहिँ हालिदिइराख त। भइहाल्छ। के भयो, खोले बसाले हो क्या हो यो चाहिँ? 2 प्लेट होइन, तपाईँलाई 4 प्लेट हालेर राखिदिनु म। भेज हो नि फेरि म? ए हुन्छ, भेज मोमो बनाइहाल्छु। सो राफ्टिङ पनि सक्यो, अब हामी रेडी भएर हामी चाहिँ अब विशाल भाइ आउँदैछ, हामी चाहिँ रेडी भएर नेपथ्यको कन्सर्टको लागि निस्किन लाग्यो अब काठमाडौँ। सुपर एक्साइटेड मदर। भ्लग छ, मैले नि आज चाहिँ भ्लग बनाउँदैछु, म नि बनाएर हुन्छ। सो तर मेरो कन्टिन्यू गरिराख्नु, आज त फेरि एक्स्ट्रा छ नि त। सो कस्तो फिल भइरहेछ त? टिकट काटिहाल्नु पऱ्यो नि त नि राजा, टिकट नकाटी त नि कसले छिराउँछ त नि? अनलाइन काटेर अनि त्यहाँनिर ल भाइ अब फुल भइसक्यो भन्यो भने के गर्ने? कुनै पनि कन्सर्ट त्यस्तो त हुँदैन हुन त। हामी चाहिँ मिस्टिक माउन्टेन भन्ने भाइरल रिजोर्ट थियो नि, त्यहाँनिर छ। हामी चाहिँ एकैछिन यो भ्यू राम्रो लाग्यो, बबाल लाग्यो, आलुबारी रहेछ, धानबारी रहेछ, त्यही भएर हामी रोकेर यहाँनिर एकैछिन सास फेरेको। हजुर के रे बा?
तपाईँ त कहाँ टाढा देख्छु हामी बाको घर चाहिँ त्यहाँ माथि रहेछ है कस्तो चिटिक्क परेर लाइक ससुराली ससुराली बनाउनु लाग्ने तर मार्छ सुषमाले हजुर ए रोडको लागि बाले घर यहाँ बनाउनु खोजे अरे रोडमा भन्नाले पहिला त बाकै बारी होला अनि त्यसपछि अहिले त रोड छ ए डिस्कस परेर अनि बाले चाहिँ घर माथि बनाउनु भएछ तर बा माथिबाट राम्रो छ त माथि पनि बाबु नि तामाङै हुनुहुन्छ होला जस्तो लाग्छ मलाई यो खेत सबै बाकै रहेछ बा तामाङ हो कुन तामाङ पढ्नुभयो हजुर ngatai hala meme ngai no tamang ho ke hela sinam nge meme tik tar meme blon ngaja त भाइ भाइ meme आसो फ्याफुल्ला एकदम झम्का भेट्दा चाहिँ याङला meme ए तामाङ हाँसु यहाँ बा पनि तामाङै रहेछ नि भाइले तामाङ हान्दै हाल्यो फेरि मेरो भाइ पनि तामाङ हो विशाल पनि ल अब हामी लाग्नुपर्छ किनभने नेपथ्यको कन्सर्ट सुरु हुन लागिसक्यो होला 5 बजिसक्यो सो अब टाइममै निस्किनुपर्छ ल सी यु गाइज एट गोकर्णेश्वर सो हामी चाहिँ भक्तपुर छिरिसक्यो जाडो भएर ज्याकेट र यो लगाएको अब चाहिँ डाइरेक्ट गोकर्णेश्वर अमृत अङ्कललाई भेट्न जाने काकालाई ढोक गरे है तालको माछा गर्न आएको भनेर ओके ल गाइज हामी चाहिँ आइसक्यो गोकर्णेश्वरमा कन्सर्ट सुरु पनि भइसक्यो त तर हामी बाहिरै छौँ क्या पार्किङमा गाइज हामी यहाँ आइसक्यो होइन तर टिकट चाहिँ अनलाइन गरेको थियो अनि नेटै चलेको छैन क्या डाटा नै चलेको छैन किनभने क्राउड धेरै छ अङ्कलले 2टा गीत गाउनु भइसक्यो हामी यहाँ बाहिरै हा हा गर्दै बसिरहेको छ गाइस क्यामेरामा केही नदेख्ला माफ गरिदिनु है त कस्तो लाग्छ यो हिमाललाई शिरमा राखेर झुलेका हामी देशको बासिन्दा हामी वनको साथ फेरेको हामी यो सुन्दर देशमा जन्मिन पाएका छौँ धन्य आमा यहाँ जन्म दियो र हामीले पुण्य कमाएर संसारभरिका मान्छेहरू हाम्रो यो सुन्दर देश हेर्न आउँछन् तपाईँ हामी पनि समय मिलाएर साथीभाइ इष्टमित्र दाजुभाइ दिदीबहिनी को छ आफन्तहरूसँग मिलेर पैसाको जो गरेर दामको जो गरेर आफ्नो देश दर्शन गर्न हिँडौँ त्यो बेलामा पहाडतिर डाँडा खाँडातिर गुराँस फुलिरहेको छ लाली गुराँस फुलेर बनै रातै भएको छ फुलेर वन मग बसाएको छ अब यहाँहरूलाई एकपटक देश दर्शन गर्ने क्रममा धौलागिरी अञ्चलको रुकुम तेर्ले कुनै दिनमा म पनि तपाईँहरू जस्तै जवान थिएँ कालो कपाल थियो कालै जुङ्गा थियो हिजो कपाल पनि सेतै भयो जुङ्गा पनि सेतै भयो यो पनि फुलेर जान्छ अब बिस्तारै मैले क्राउडमा मेरो दिदीलाई भेटेको मैले यत्रो क्राउडमा दिदी भेट्दिनँ क्या अस्मिता भेट्दिनँ हुन्छ काका अब यहाँहरूलाई